नमस्ते एभ्रिवान, वेलकम टु द किताब यात्रा। किताब यात्राको पहिलो श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ र किताब यात्राको पहिलो श्रृङ्खलामा मेरो हातमा परेको छ अटोबायोग्राफी अफ ए योगी। किताबको नाम रहेको छ योगी कथामृत। परमहंस योगानन्दको बायोग्राफी हो यो पुस्तक। यो पुस्तक भलै हिन्दीमा लेखिएको छ। यो पुस्तक मैले जर्मनीमा हुँदा नै अनलाइन अर्डर गरेको थिएँ र फाइनली मेरो हातमा आइपुगेको छ। आध्यात्मिक यात्रालाई कसरी सहज बनाउन सकिन्छ र आध्यात्मिक यात्राको गोरेटो के हो भन्ने कुरा यो पुस्तकले राम्रोसँग विचार र विश्लेषण गरेको छ भन्ने म विश्वस्त छु। र यो पुस्तकले के कुराहरू सिकाउँछ, आध्यात्मको यात्रा कस्तो हुनुपर्छ भन्ने कुरा प्रत्येक यो किताबको अपडेटहरू म तपाईहरुलाई किताब यात्राको थ्रु गराइरहनेछु। किताब यात्रामा जोडिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।